कति राम्रो ठाउँ, डाँडा काँडा, हरियाली छैन तै पनि मन पर्यो के मलाई यो बालुवा माटो। हरियो पातहरू त देख्दै थिएन मैले त। यस्तो राम्रो ठाउँ धेरै चिसो भएर होला कि यतातिर अलिअलि देखेको छ हरियो चाहिँ। खोला पनि छ, खोलामा चाहिँ ठुलो खोलामा थोरै पानी बगिरहेको छ। मलाई मन परेर म भिडियो गर्दैछु। यतापट्टि दिदीहरू हुनुहुन्छ, मेरो दिदी छोराछोरी भदा भदैनी, उनीहरूलाई मैले देखाउँदैन, निदाइरहेको कि अहिले आनन्दले सबैजना। मलाई चाहिँ ठाउँ मन परेर भिडियो गर्दै हिँडेको म भिडियो खिचिरहेको छु। म चाहिँ अहिले मुक्तिनाथ मन्दिर कतिखेर पुग्छ थाहा छैन, मन्दिर पनि देखाउँला अर्को भिडियोमा। यहाँ चाहिँ मैले पारिपट्टि त्यो बालुवा माटोहरू के त्यो डाँडा काँडा हिउँ हिमालहरू पनि देख्दो रहेछ। हिउँ पनि अलि पारिपट्टि हेर्दाखेरि परिरहेछ त्यहाँनिर। ठाउँ नै साह्रै मन पर्यो मलाई, आनन्दको ठाउँ। त्यहाँनिर त्यो हरियो क्या, त्यही हो हरियो भनेको त, रुखहरू त देख्दैन उ त्यो घरनिर अलिअलि। अनि यस्तो ठाउँतिर पनि राम्रो राम्रो घरहरू के फेरि हेर्नु न, यहाँ यस्तो राम्रो घर छ। यो रुख पनि के को रुख हो यस्तो छ। घर कति राम्रो घर बनाएको हेर्नु न, यहाँ कति राम्रो क्या, ठाउँ राम्रो। यहाँनिर चाहिँ स्याउहरू मात्रै हुँदो रहेछ, कति राम्रो ठाउँ।